माछा प्राणी देख्ने यहीँ देख्ने ट्रेकिङ स्टार्ट यहाँ होटल मिलाइदिनुहुन्छ चौडी गाई यहाँ छ मेरो बाइक चाहिँ त्यहाँ ठिकैले यहीँ बस्नुपर्छ यहीँ बाइक राख्नुपर्छ अनि यहाँदेखि चाहिँ अब ट्रेकिङ स्टार्ट हुन्छ 6 बजे झोला चाहिँ यहाँ हेर्नु भ्यू चौडी गाई जाने बाटो अझै यता छ हाम्रो साथी चाहिँ यता छिरेको छ रोक लै चल ट्रेक स्टार्ट भइसक्यो स्टार्ट हुन्छ एकदम क्वालिटी जहर आवे छ नजारा हेर्नु नजारा 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 हिँड्नु परिरहेको छ गाइस बहुत तकलिफ हुन्छ तकलिफ चाहिँ के हुनु ठिकै हो यतिको त आधी घन्टा जति हिँड्छ आधी घन्टा 1 घन्टा हिँड्छ अगाडि गएर चाहिँ हामीहरूले गएर खानुपर्छ ज्यासा भन्नाले हामीले ल्याएको छौँ खानेकुरा चाउचाउ बिस्कुट स्न्याकर्स दम पनि दम हान्नुपर्छ यस्तो बेलामा दम हानेर झन् दम आउँछ त्यही हो हात दुखिहाल्छ गाइज हात दुखिहाल्छ यता हेर्नु अब यताबाट यहाँदेखि झऱ्यो भने त सेन्डी फ्ल्याट फिनिस सन्जी बिच फिनिस चौधरी ब्लग इज फिनिस यहाँदेखि झऱ्यो मेरो छेउछेउबाट जानु हुँदैन यहाँ हेर्नु भिड बाफ्रे दुई घन्टापछि हिँडेर हामी चाहिँ यहाँ त्यो खाजा खाने ठाउँभन्दा अझै अगाडि आएको छौँ त्यो त्यहाँ गएर चाहिँ मैले भिडियो लिइनँ भिडियो चाहिँ यहाँ छेउमा छ यहाँ खाजा खाने स्टपहरू छ कि यहीँ अगाडि नै अनि त्यहाँ मान्छेहरू अलिक भिड थियो अनि त्यो हामीहरू यहाँ आएर खाजा खाँदैछौँ खाजा चाहिँ एकदम महँगो छ नेचरमा हिमालको भ्यू हेर्दै यहाँ कफी बन्दैछ अनि यहाँ पानीको चाहिँ 100 रुपियाँ अनि रेड बुलको चाहिँ 400 रुपियाँ गाइज दिमाग खराब भएर त्यो भएर हामीहरू थाहा थियो नि त्यही भएर यहाँ कफी सबै लिएर बिस्कुटहरू यताउति यही खान्छौँ एकछिन आधी घन्टा जति खाएर रेस्ट गर्छौँ अनि फेरि यहाँदेखि हिँड्छौँ यहाँदेखि अझै 5-6 घन्टा जति लाग्ला 5-6 घन्टा अझै हिँड्नुपर्छ टाङ हात सब दुइसक्यो यहाँ दम आउँदैछ कफी बन्दैछ हेर्नु पुरै साउन्डहरू पनि छ आजका दिदी गाँड मार्छ आशिका दिदी कफी बन्दैछ गाइस ठिक छ क्यान्सर कफी थ्याङ्क्स ठिकै छ मस्त छु
मेट्छ भ्यू यार भ्यू चिया खानुमा कफी जाउँ त चाहिँ आम्मा यो रियल कति रियल पिस कति गएछ नि रियल जन्नत बिस्कुट खाएर लाग्यो केटाको लाग्यो देखियो फेरि ट्रेक लाग्यो रेस्ट गरेर लाग्यो दमसम हान्यो दमको लागि दम पनि हान्यो सस्ता खाइयो बिस्कुटहरू पनि खाइयो मान्छेहरू सब ट्रेकमा लागिरहेछ कोकसोक खाँदै खास्ता नास्ता सस्ता खाँदै जानुपर्ने हुन्छ मान्छेहरू अगाडि भिडियो चाहिँ खतरा हुन्छ जानुपर्ने मान्छेको ऊ त्यो पारै होला सायद त्यो बाटो हेर्न सक्नुहुँदैछ बाटो छ जानुपर्ने चाहिँ त्यो हो अब आज चाहिँ बेस क्याम्पसम्म जाने हो बेस क्याम्प यहाँदेखि 6 घन्टा लाग्छ अरे बिस्तारै गयो भने 8 घन्टा जति लाग्छ अरे आज के छैन आज पनि फेरि बिहानै उठेर कति बजे 3-4 बजे हिँड्नुपर्छ त्यो तिलिचो लेकको लागि अनि त्यहाँ चाहिँ हिउँ परेको छ अरे हिउँ त्यसमा फोटो भिडियोहरू हेर्दा हिउँ परेर रहेछ हेरौँ हामी जाँदा के हुन्छ हिउँ परेको होस् रमाइलो होस् सिजन हो नि त अहिले ट्रेकिङ जाने त्यही भएर बोलाइसक्यो गाइज हेर्नु झर्ना आइरहेछ सो हिउँ पग्लेको झर्ना हो योभन्दा अझै क्रस हुनुपर्छ यहाँ त्यसमा मान्छेहरू त्यताहरू चाहिँ थाकिसक्यो Manang is not easy guys. Manang Dilicho लेक राइट जाने सपना थियो सपना अब कम्प्लिट हुँदैछ आज चाहिँ यहाँ हामी बेस क्याम्प गरेर बस्नुपर्छ अब भोलि बिहानै निस्किनुपर्छ त्यो लेकको लागि अगाडि एउटा मस्त केटी छ लाइनहरू चाहिँ केटीलाई लाइन मार्नुपर्छ गाइस भिडियो बनायो रे आज हामी यहाँ ल्यान्डस्लाइड एरिया पुगिसक्यौँ यो ल्यान्डस्लाइड एरियामा चाहिँ माथिदेखि ढुङ्गाहरू खस्न सक्छ त्यही भएर एकचोटिमै क्रस गर्नु भन्छ यहाँ नरोकिनु भन्छ तर मलाई बालमा त रोकेर फोटोसोटो खेर्ने हो ढुङ्गासँग त झर्छ जस्तो त लाग्दैन देख्छ पक्नु पानी सानी परेको भए चाहिँ ढुङ्गासँग खस्दै होला अहिले त्यति साह्रो चान्स चाहिँ छैन ढुङ्गा खस्ने जस्तो मलाई लागिरहेछ त्यही भएर 1-2वटा क्लिक हान्नुपर्छ फोटो पनि हान्नुपर्छ 1-2वटा भिडियोहरू पनि हान्नुपर्छ मान्छेहरू जाँदै हुनुहुन्छ पानी खसिरहेछ पानी नै पानी बेस क्याम्पबाट यहाँदेखि 3 घन्टा लाग्छ अरे 3 घन्टा अझै हिँड्नुपर्छ गाइस थाकिसक्यो ऊ कहाँ पढबाट आएको त्यो मान्छेहरू सानो सानो त्यहाँबाट हिँड्दै आएको मेरो ल लाग्यो मैले गाइजहरू लाग्यो
खलास मान्छे हेलो 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 नमस्ते हालै दिएन उसले त मलाई म्याच अनि त्यो नमस्ते भनेको एउटा कोही के बोलेन प्लान सेट क्रस भइसक्यो हामीहरू हेर्नु भ्यू आम्म गिरगिरे निक्से क्रस भएकै रहेन रहेछ म चाहिँ बाँकी नै रहेछ रसै रस एउटा पहाडको बिचबाट जाँदैछ फेरि त्यहाँ छ बाटो यहाँदेखि झऱ्यो भने मोबाइल पनि पार मान्छे पनि पार त्यही भएर यहाँ चाहिँ राम्ररी जानु होला यहाँ एकदम होसियारीबाट जानुपर्छ गाइस होसियारीहरू फेरि तर कसरी जाँदैछ हेर्नु बहुत होसियारी जानुपर्छ गाइस बहुत होसियारी छ गाइस डोन्ट स्टप किप गोइङ स्लोली यसलाई स्टप गर्नु भएन बाटो छ हावा चलिरहेछ नाक कान सब बन्द छ गाइस अनुहार पनि हस्पिस जस्तो भइसक्यो घामले क्यापै ल्याउनु बिर्सिहाल्यो फ्यान्सी छ अपना खस्यो भने त सिधै छिटो छिटो कुदिहाल्नुपर्छ यहाँबाट ढङ्ग आएर त्यहाँदेखि झऱ्यो भने त सिधै फिनिस छिटो छिटो यहाँदेखि चाहिँ जानुपर्छ यहाँ जाने बेलामा फेरि ढुङ्गासँग झर्छ भन्दा भिडियो सिडियो चाहिँ नबनाएको डाइरेक्ट त्यहाँ पुगेर बनाउँछु भयो भने यस्तो बेला चाहिँ भिडियो सिडियो बनाउनु हुँदैन जान है त जान है त्यही भएर भिडियो सिडियो मार्गोले पछि बनाउने हो एकचोटि त्यसले पुगेर बनाउने हो ओहो यो माथिको यत्रो ठुल्ठुलो ढुङ्गा झऱ्यो भने त म त जान्छु त गाइस डरै लागिरहेछ के गर्यो सपना आउँदैछ मेरो साथी जहाँ बातहरू जहाँ रस जाए राम्ररी जानु गाइजहरू तर झऱ्यो भने फेरि सकिहाल्छ तिमीहरू तर बिस्तारै झल बिस्तारै रस छिटो जानु छैन बिस्तारै जाँदा हुन्छ गाइजहरू बिस्तारै अहिले हामी चाहिँ बेस क्याम्प पुगिसक्यौँ यहाँ बेस क्याम्पको छेउमा चाहिँ हामीहरू यहाँ चाहिँ खाजा खान्छौँ
यसको एकदम नौको सब हुन्छ खाजा बनाइदिएछौँ यहाँ हेर्नु अब चुइल पलाउँदैछौँ हामीहरू चुइल लाइटर चाहिँ खै त चुइल पच्रिसक्यो अब यहाँ पानी तप्दैछ पानी तपेपछि हामी पानी चौचौ हाल्छौँ चौचौ हालेर त्यो मुडल्छ उता हाम्रो रोज हमसँग थियो दुईटा भिन्नै भिन्नै वाला दोसर चिकन वाला निकाल ए दुईटा येलो हेलो होला देवतिर राख्यो उता अनि यहाँ पाक्दैछ अब 5-10 मिनट लाग्छ यहाँ एकछिन त्यो पानी तातो पानी हाल्नुपर्छ अनि त्यो हुन्छ अनि त्यसपछि एकछिनमा खानुलाई 2 3 अहिले गाइस बेस क्याम्प पुगिसक्यो हामी र बस्नु केटाहरू आउनुपर्ने हुन्छ म त रुम दिन्छ अरे एकछिन हामी चाहिँ एकछिन भित्र बसिरहेको छौँ बाहिर एकदम हावा चल्दैछ चिसो जाडो भएको भएर पुसेर सबलाई हाल्यो एकछिन बस्छौँ हामीहरू वेलकम टु द रुम फ्रम टोइलेट अहिले गाइस हामीलाई चाहिँ रुम चेक इन रहेछन् अरे चेक इन गरिसकेपछि अब हाम्रो यहाँ रेस्ट गर्छौँ म त कस्तो थाकेर त्यही उता मेनमा के रिसेप्सनमै सुत्दिएको थिएँ अब एकछिन सुत्नुपर्छ 1-2 घन्टा अनि त्यसपछि खानसान खाएर भोलि बिहानै 3 बजी चाहिँ निस्किनुपर्छ अनि अबको भ्लग चाहिँ अब खोइ यो पनि एउटैमा हालौँ कि दुईवटामा हालौँ त्यो पछि अब हाल्छु होइन त्यो पछि अब थाहा हुन्छ एउटैमा हाल्छु कि दुईवटैमा हाल्छु भनेर डे 1 डे 2 डे 3 डे 4 भएर ल गाइस अब रेस्ट गर्नुपर्छ थाकिसक्यो गलिसक्यो रुम हेर्नु हाम्रो रुम भन्दैन यसलाई जन्नत भन्छ जन्नत रुमको बाहिरमा घोडा रुमको माथिमा हिमाल थाकिसक्यो